भन्नु न कति राम्रो आउनु गएको र कति राम्रो पास भएको हैन भजनमा यसो यदि गाई चोरेर हेर्नु यहाँ सुन्तला कति चोर म प्याक भइसकेकी छु सरी न जस्ट मजाक रमाइ बाटो हेर्दै व्हाट्सअप गाइस आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। फेरि पनि स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी के अरे ढिकी चौर टु पाईको यात्रा देखाउँदैछौँ हजुरहरूलाई। हामी यहाँ म दाँतमा दिन्छु बोइ हाम्रो बोइ हेर्नुहोस् आजको वेदर। खै आन्टी कहाँ जानुभयो? खै कस्तो हो हेर्न पर्यो यात्रा। हजुर कहाँ जानुभयो आन्टी? आइज ल हामी अब हिँडिसक्यो दाँत मास्ने अब मेरो कामै यस्तो हो। अब कतिखेर अब पाइ गएर आज हामी चटपट खान्छौँ होइन चटपट खान्छौँ चटपट अनि तपाईँहरूलाई पाइको भ्यू देखाउँछौँ। बहिनी आउनु तिमी नि मेरो साथमा आउनुहुन्छ रोशनी नेपाली। कसलाई मनपर्छ हाम्रो बहिनी? मन पऱ्यो नि परोस् नमन पऱ्यो नि परोस् ल म दाँत मान्ने। सरी ल म प्याक भइसकेकी छु सरी न जस्ट मजाक रमाइ बाटो हेर्दै हिँड्नु अब दाँत मार्नु हो र लानु होस् गर्दै हिँड्नु होस्। ए ढिकी चौरको कस्तो लाग्छ अरे कस्तो अँध्यारो देखिन्छ त। ए मोबाइलको क्वालिटी अलिक कम छ हजुर। आचरिकिना पिसल यति खाना पाइन्छ है यहाँभित्र। यहाँभित्र अलि देखियो कि देखिएन यी देखिन्छ है अलिअलि कतातिर रहेछ र यो बौला यो पागल हो क्यामेरा पुस्नु पर्छ पछि बल्ल उठेर अन्त गाइस मैले खिच्दै आइन्छ भिडियो आइन्छ। हेलो गाइस खतरा देखिन्छ यार यो त पुरा हाम्रो गाउँका डनहरू यो चाहिँ चिन्दिनँ मैले यसलाई चिन्छु यसलाई चिन्छु सरासर तल्लै बाटो जाने हो। त्यो चाहिँ हाम्रो यस्तो जङ्गल छ गाइस। अन्त कि गाइस हिराजी कहाँ गएर मुख बुझेर जान्छ नि क्या उस कहाँ गएर हुन्छ के भन्दा नि लाजेको बेज त्यहाँ बुरुस नि बुरुस कति हिराजी कहाँ साह्रो हुन्छ मेरो मुख देखाइन्छ हेलो मात्र देखाउने भयो क्या ए अरू भन्नुहोस् उल्टा साँधेको जस्तो कस्तो यसरी हो क्या यो मोबाइल भयो नि यो अनि यस्तो गराउने यसरी साँच्ने अनि यसरी मिल्छ नि त। 3 मिनट भइसक्यो ए ल मेरो नाखा सानो गइछ नि के भयो नि। अनि गाइसहरु सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सनु होला। गाइस हो कि गाइस त्यो चाहिँ मेरो एक्लै बहिनी त्यो बाहेक अरू कोही छैन मेरो बहिनी। लाइन मैले खुसी दिन हे गाइस हेर्नु के भन्छ होला कलियुगको वातावरण यहाँ कोइला कस्तो हुन्छ नि फोहोर लास्टै
केउडो भर्खर धन्न मोबाइलमा कैद भयो थियो हेर त्यो भाइरल हुन्थ्यो होइन मैले दुःख दिएँ तिमीलाई कस्तो आइज मलाई थाहा छैन अँध्यारो भयो क्या आज हामी अहिले जाने भनेको होइन रातभर ऊ त्यो भाउदा कहाँ त्यहाँ उता जानु दोकान गएर 4% किनेर अनि माथि आएर फोटो खिचौँ ए ल उता सँगै हिँडौँ ल अनि बोल्दै हिँड्नुहुन्छ कि ल अब यति भ्यू देखाउँछौँ हेर्नु यस्तो बाटो हो हामी त धेरै पछि हिँड्छौँ यस्तो नत्र तलको रोडबाट हिँड्छौँ है पैसा छ नि त असिम मम्मीले दिएको लाइन द्याट इज बिल गाइज पैसा तँसँग 1000 रुपियाँ दिनुभएको के गर अर्जुन तल 1000 रुपियाँ 500 रुपियाँको उठाएको हामी खासमा यिनको चटपट खाना हो अनि यस्तो भ्लग नि बनाऊँ भनेर हो हान्छु होला तर होमवर्क गर्न के जति नि 500को सवाल छ होमवर्क गर्न नि होमवर्क गर्न हो धेरै अनि त्यही हो अनि म चाहिँ यही हो अब जस्तो आयो केही म त हालिदिने हो अनुहार जस्तो सुकै आओस् अब बुझ्नेले बुझ्छन् नबुझ्नेले जेसुकैहरू होइन हो गाइस बुझ्नेले बुझेकै हुन्छन् होइन लाइक कमेन्ट सेयर सब्सक्राइब प्लिज बोलो ठ्याप्पै लगाएर कति राम्रो आयो कि यस्तो त ब्ल्याक ब्युटी के अरे आज एउटा पोस्ट हेरेँ उस आइदियो के सेयर आइद त अनि त्यसमा के थियो भने के अरे हामी कालो भइयो के पार गोराले नि पुरस्कार पाएको छैनन् के अरे थाहा छैन गोराले नि पुरे यो अलि काली चाहिँ तर राम्री खे म अलि गरिस अलि नराम्री छु होइन हो होइन हो के यार आज नयाँ मोबाइल मलाई लाद लाउँछु त भिडियो गराउँछ अहिले गराउँछु अलिअलि हो त्यो पैँ हो अलि देखेन उसाइ चाहिँ अँध्यारो भयो के यो क्यामेरा के सस्तो त्यो के भन्छ परियार थर भन्छ नि परियार बस्ने त्यो हो त्यहाँभन्दा माथि घिउ र त्यहाँभन्दा यता पैँ हो अब मलाई थाहा छैन धान काटेको आइछन् कि कसो र अहिले त धेरै नोक्सानीहरू होइन यो उसले के अरे के भन्छ अरे पानीहरूले रमाइलो सजियोस् ए त्यहाँनिर यहाँ त देखियो नै त्यो त हाम्रो घर हो पहिलाको अहिले चाहिँ हामी छैन तर हामी तल बस्छौँ धेरै सङ्घर्षको पछि अब चाहिँ हामी कहाँ गयो अरे पाही ढिकी चरा टु पाईको यात्रा आज रमाइलो भइरहेको छ होइन हेर्नु न यसको कति लामो हो कपाल कस्तै पातो अलि राम्री हे मेरो कपाल यस्तो छ मोटी हो हेर्नु पाई हेर्ने हो गाइस पाई राम्रो हो यार यो पाई होइन राङ खाने हो बोल्दैन आजको मौसम यस्तो छ होइन अब धान काट्ने कोदो काट्ने छिटो काट्नु होला नत्र फेरि पानी आउने सम्भावना देखिरहेका के अरे सम्भावना छ हामी चाहिँ अब धेरै उयो बिरुवा सरकार सुन्तला चोरी के अरे अनि त्यहाँ कि बोइले त समाति के अरे बरा मेरो भाइले दगुर्न नसकेर अनि भाइको माया लाएर मगाएर फर्काएर धेरै कति राम्रो देखेको र न गाह्रो गाइज हामी चाहिँ पसलमा आइसकेछौँ यो चाहिँ सुरेश अङ्कलको घर खुर्सानी यो टनेल प्याज उमाने रमाइलो छ यता यो बुढा र कि डन्डो र अरे उयो घरबाट हामी चटपटको बारेमा टनेल
फोटो खिच्न पाएँ नि यहाँ फोटो खिच्न पाएँ किची सब त यसले त मेरो मेमोरी फुल हराउने सोचेँ कस्तो गिरिनी नदेखिएको र यता हेर्न यहाँ फोटो खिचेँ हामी आइयो यहाँ यो भाग हो कि गाँजा अरे के रे गाँजा हो ए गाँजा र भाग हो एउटै त के साल अनि जे भने अनि के गाँजा हो कि एउटै हो हामी आइयो ल गाइस बाइमा आइयो हामी रात त्यस्तो भयो पिरो भयो कि पाइको भ्यू आई थिङ्क सबैलाई पाइ मनपर्छ होला अलि उस्तै यता देखिन ऊ पुतल म्यामको घर हजुर यहाँ चाउचाउमा त नेपाल सरकार प्लिज चाउचाउ भरि हालिदिनु होला त मेरो एक फाक्नी छ होइन नेपाल सरकार होइन कि कसको कम्पनी हो यो नेपाल सरकार बगली हेर्नुहोस् राम्रो आजको म यस्तो भइ नि हामी आएछ मेनु हामी खाइछ अहिले फोटोदिने हो फोटोदिने यसको सक्यो अब त मेरो बला थियो अब पनि खोजेर जान्छ हेर्नु नि त कति राम्रो गाउँ छ जस्ट लुकिङ लाइक वा बस भएको न भजनमा यस्तो यिनलाई देखेर हो क्या हेलो गाइस रेजिना दिदीको भ्लगलाई सेयर सब्सक्राइब गर्नु भन न होइन क्या सब सब्सक्राइब माथि जाने कि तल माथि अन्डा लिएर हिँड्ने हाम्रो बाबु दाईको बुढी अङ्कलको बुढी हो न बाबु अङ्कलको बुढी ल आउनु आउनु आया इन त राम्रो डान्सर भजन नाचिन् ल नाच्यो अरे ल नाच्यो ओहो हेर्नुहोस् गाइस रातिको भ्यू हेर्नुहोस् मेरो पछाडि पछाडि कति धेरै मान्छे छन् फेलुक नभेट छैन है आन्टी लजाउनुहुन्छ लेजाउनुहुन्छ उहाँ बोय हुनुहुन्छ तपाईँहरूलाई म उस देखाइदिन्छु हाम्रो गाउँ हेर्ने हो क्या पागल बहिनी यता आएर अरे त पागल हो सन सिमटो हेर्नुहोस् त थेउले खोला केटाले चाहिँ अल्न त अब आज सकिएन र भाइ ए 7 दिन नै भानु नि हजुरले हेर्नु हाम्रो गाउँकी बोई होइन बोई हाई भन्नु न कति राम्रो आउनु अगो र कति राम्रो आउनु भयो भाइ अन्त राम्री भएर नि होला म जस्तो राम्रो को छ र छैन कस्तो राम्रो देखिनु भयो साँच्चै हो है भाइ जुन ला अलि देखिआइछ हाम्रो गाउँमा आउनु लागिसक्यो ए सन्ध्याको सान छ क्या बरु राम्रो त गाइस अब परदेशी दाजुभाइको हुनुहुन्छ यसो मेरो यो भिडियोबाट आफ्नो गाउँलाई माया गरिदिनु होला हेर्नुहोस् गाइस यहाँ कत्रो पहिरो गयो अस्ति नै पानी आएर भन्ने थियो फेरि लुक्न भेट छैन क्या आन्टी अलि धेरै लजाउनु भयो हेर्नुहोस् अलि राति आएर छट्टै भन यार दिउँसै आउनु पर्ने चाहिँ घाँस काट्न जानु पर्यो न आजको मेरो मेन बहिनी के भन्छ अरे त्यही हो के त तपाईँलाई हाम्रो गाउँ के भन्छ है त्यो मलाई थाहा छैन नि त्यो मेन अगाडि आउँछ त्यो के भन्छ अरे फोटो त्यही होस् क्या त के साइनो के जोड्यौ तिमीले भुल्यौ यो बाबु दाइको आन्टीको गोठ यो भुलिन्छ आन्टी यही हो तपाईँलाई यहाँ भैँ आन्टीको गोठाभित्रका भैँसी र पाडा के अरे गोरु फेरि आन्टीले त के अरे तलका माथि क्यालाई तल आँटो सुई हानिदिनुहुन्छ हाम्रो गाउँ भैँसी त लामो
ओ जानु भयो रामसित जानु है बाई लभ यु हाम्रो गोठ गाइस यहाँ भैँस दुन लाउँछ नि डिस्टर्ब हुन्छ हाम्रो घर हेर्नु कति राम्रो किन नबोल्ने हाम्रो आमा आई लभ यु आमा ल गयो आमा माथि घर हुनुहुन्छ ल हाम्रो घर हाम्रो जन्मेको घर उता उता हो कि कता अरे मेरो बिहा हुन्छ अरे क्या त्यतातिर कता यता 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 एकातिर कि यतातिर कि यतातिर एउटा ठाउँ बिहा हुन्छ मेरो गाई म सुन्तला छोडेर आउँछु ल यो साथ बुढाबा भित्र टिभी हेरिन्छन् सुन्तला छोडेर आउँछु त्यो हाम्रो घर है गाई चाहिँ यहाँ सुन्तला छोड्न घर बोल्न नि पाइएन कति राम्रो छ आई लभ दिस क्यार्ने छुट्टी नै पऱ्यो गाह्रो छ द्याट्स अल माई यदि गाई चोरेर हेर्नु यहाँ सुन्तला कति चोर्ने हेर हाम्रो बहिनी डियर हुनेवाला ज्वाइँ हाम्रो बहिनीलाई बनाउनु होला रुवाई रुवाई नत्र यसले त सबै चोरिदिन्छ भाइ त राम्रो नि छ कामहरू चाहिँ अलि यसले त मलाई थर्काउँछ बिचरा ज्वाइँको त हालत के होला के माया हेर्छ ज्वाइँलाई हेर्न कस्तो हेप्छन् हाम्रो घर सबैले हेप्छन् यार मलाई त किन यिनीहरू जहिले के भन्छ र मैले घरको कुरा त्यो च्याप्पै कस्तो हाने यार यिनीहरू त हग्छु हग्न त बिहान हगिन्छ नि ऊ मेरो गु खाइ कान्छेस के जसरी पनि फाल्दिनुहोस् गु खाइछु छेरौटी छि पिचिरुती कति मिठो हुन्छ छेरौटी अहिले यही हाल्नु पर्ला नि अगाडि हुन्छ बहिनी अब आफ्नै घर टिपेका सुन्तलाहरू गाइज भोलि दिप्सिकालाई लैदिनु सम्झला अझै अघि देखिन्न तिमीलाई सन्ध्यालाई दिँदैछु अघि नै मैले टिपेको थिएँ ल गयो है सन्ध्या बाई तिमीलाई हामी अब यहाँ रात पर्छ अनि त्यही भएर लाइट बाल्नुपर्छ है ल गाइज अब चाहिँ हामी कति बज्यो वाट टाइम इज इट न 5:57मा चाहिँ हामी घर आउनु लागिसक्यो यो चाहिँ हाम्रो अघि स्टार्ट गरेको घर होइन त्यही हो अनि हाम्रो यो पोल त्यहाँ छ पोल त्यहाँ छ अनि अब चाहिँ मेरो बुढुस त्यहाँ छोडेर गथेँ त्यहाँ अलि धेरै मान्छे भयो भने अलि भल गराउन अलि लाज नहुन्छ अनि त्यही भएर चाहिँ अहिले यहाँबाट स्टार्ट गऱ्यौँ अब हामी चाहिँ घर आइसक्नु लाग्यो हाम्रो उहाँ त्यो तलको घर हो यो चाहिँ आन्टीको घर हो शर्त आन्टी यानि कि कमल शर्माको घर दिलीप शर्मा कपडा धुन भाउजूहरू क्या कपडा सुकाएको हाम्रै बहिनीको होला कस्तो लिउस देखिन्न क्या क्यामेरा लिउस छैन भन्नाले क्यामेरा नलिउस के भन्छ लाइट यो हाम्रो घर बुझ्नु भइसक्यो ल आइज इन गरौँ ल हामी घर आइयो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला थ्याङ्क फर वाचिङ बाई